उहाँलाई 50,000 रुपियाँ दिएको होइन, उहाँलाई सम्मान उनले गरेकालाई। त्यतिखेर उहाँले के भन्नुभयो भने मेरो मनमा चोखो चाहिँ, दाजु मसँग त पैसा छ, हजुरले दिएको कुनै दुखीलाई सहयोग गर। कति ठुलो मन रहेछ हेर्नु न बद्री भाइको। भाइ हुँदैन, सम्मान गरेको तपाईँले राख्ने हो, त्यसो गर्नु भएन। उसको मनमा यो कसै गरी दुखीलाई दिन पाए हुन्थ्यो नि भन्ने यति सम्मान छ मेरो बद्री भाइलाई। मेरो प्रिय भाइ पनि एउटा ट्याक्स भाइ भन्यो भने तुरुन्तै कि फोन गर्नुहुन्छ कि ट्याक्स कलाकारमा हुने गुण चाहिँ किन ठुलो पनि नपल्टिने, धेरै जनताको माझमा एकचोटि एउटा एमालेको गीत गाउन थोरै अब त्यस्तै हो लाउँछन् पार्टीले होइन, त्यसलाई ठुलो नलिनु होला। म हेरिरहन्छु सबैको। मैले अर्को जोड्न खोजेको बिमा कुरा दिदीलाई नै र बद्री सरलाई नै माथि राख्नु न। म बद्री भाइलाई विनम्र अनुरोध चाहिँ के छ भने बिमा कुमारी दिदीहरू जस्ता देशबाट बाहिर पलायन हुनुपर्छ कसरी, यो राज्यको ठुलो दायित्व हो। त्यहाँमाथि तपाईँहरू एउटा कलाकार सङ्घमा धेरै महत्त्वपूर्ण पदमा नि हुनुहुन्छ। यस्ता कलाकार खम्बाहरूलाई विदेश पलायन हुन कसरी बाध्य भयो कि म अचम्म लाग्छ। उहाँहरूलाई त पुजेर राख्नुपर्ने हो कलाकारले, राज्यको दायित्व महत्त्वपूर्ण, त्यसपछि पनि कलाकारको पनि सङ्घ संस्थाको दायित्व। बिमा कुमारी दिदीलाई उहाँको आवाजलाई उहाँकोले गरेको समाजप्रति देशप्रति कलाकारप्रतिको योगदानलाई तपाईँहरू हामीले अब खोजेर उहाँको देहान्त पछाडि कहिले युगान्त काहीँ पाउँदैन। मैले उहाँ हुनुहुन्छ भनेर यो शब्द भनेको नि, उहाँ नहुँदा नि भन्थे, उहाँ जोडेकाले भन्थे। किनभने राम्रो व्यक्तिलाई जहिले सम्मान गर्नुपर्छ। यस पछाडि